हेलो नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल जुन्दास ब्लग्स 1 मा है। आज जाङसङदेखि पान्जा चढेर वेदा जान लाग्छौँ। आजको यात्रा कस्तो हुन्छ, आजको ब्लग चाहिँ अलि लामो हुन्छ है। त्यहाँ टोलीहरू 4 जना। अब हामी ठ्याक्कै बस पानी जहाजको टिकट काटेर समुद्रको यात्रा हुँदैछ आज। पैसा मासियो भन्दै अन्तिममा लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। जो जो नयाँ साथीहरू हुनुहुन्छ एक सब्सक्राइब चाहिँ क्लिक हानिदिनु होला है भन्दै अबको यात्रा सुरु। म हालिदिन्छु, टेन्सन नगर्नु दाजु। टिकटिके छैन नि, ट्याप भने जस्तै सब्सक्राइब ट्याप मलाई चाहिँ सब्सक्राइब ट्याप त्यो चाहिँदैन, मलाई सब्सक्राइब चाहियो है। त्यो अन्तर चाहिँ यहाँ रहेछ है, यसले काटिदिनुपर्छ। दाजु पुरा चिल पारामा यहाँ के छ त राई पानी जहाज आज चढिन्छ होइन, उडाइन्छ होइन। खानेकुरा किनेर लाग्नुपर्छ छैन यहाँ चाहिँ नाम लेख्नु पर्ने रहेछ है। हालिनु भएको छुट हुन्छ रे। यसरी नाम लेख्नु पर्ने रहेछ है। अनि कति हामीले छुट चाहिँ कति पाउँछौँ है, त्यो पछि थाहा हुन्छ सबैले। हामीले चाहिँ ठ्याक्कै हो आफ्नो नाम, जन्ममिति, फोन नम्बर लेख्नु पर्ने रहेछ। कति शिवमान 4 जनाको चाहिँ शिवमान रहेछ। अनि 44,000 के छुट पाएको छुट वारिन होला त त्यहाँ। ठ्याक्कै पानी जहाज चढेको चाहिँ 1 लाख हो। अनि उता प्रवेश गरेको चाहिँ 44,000 रहेछ है हाम्रो टिकट। अब 10 बजी प्रस्थान हुन्छ। अनि हामीले यहाँ जो अगाडि गयो त्यो अगाडि जाने भने यहाँ चाहिँ सानो होस् ठुलो होस् लाइनमा बस्ने यसरी। नेपाल 감사합니다. 네. 한국말 잘해요. 한국말 조금 해요. 예. आयो है फाइनली, आयो होइन। पानी जहाज चाहिँ धेरै बनाएको, आज चाहिँ पहिलोचोटि चाहिँ चढ्दैछौँ हामी होइन राई। नेपाल कार्ड पर्दैन रहेछ त है। ठ्याक्कै इन्ट्री गरियो। अहिले पछि बसौँ, बाहिर निस्किनु सजिलो हुन्छ। यही बसौँ। 사용하신 우지는 뱅기에 버리지 마시고 꼭 포지통에 넣어주시길 당부드립니다. 자, 그리고 배전체는 금연구역입니다. 담배 태우시는 분은 잘 지켜주세요. 자, 그리고 배전체 CCTV가 작동 중에 있습니다. 이것은 손님들이 요구하는 통제구역을 설정을 해놓았습니다. 이 점도 잘 지켜주시기 부탁을 드리겠고요. 선비에 나가시면 2층으로 올라가는 계단이 있습니다. 2층에 올라가는 계단이 가파릅니다. 연세가 많으신 분이나 멀미를 하시는 분은 2층에 올라가시는 것을 자제해 주시고요. 자, 그리고 2층에 올라가시면 편의자가 놓여집니다. 여보한테 मजा आएन? 여보한테 मजा भनेको त
है लाग्यो अब लाग्यो गोर्खाहरू अब लाग्यो अगाडि जानु पाउँदैन धर्मेश टोपी उडाउँछ है टोपी उडाला है या म त्यो राई ल्यायो भने ल भिडियो कि फोटो भिडियो मैले बिहा बनाउँदैछु है राईले पुरा भिडियो बनाउँदैछ पछाडि चाहिँ हेरौँ न देउको पानी जान्छ मलाई पुरा भिडियो बनाएको यो यही बाटो भिडियो बनाइदियो त राई यही मान लगा दो है कहाँ खडे छु फोटो सोटो खिच्ने हो त क्या भिडियो म यही बलकमा लिन्छु हो र झरी जाँदिन त है हाम्रो राई दाजु ल गाइजो हेर्दा ल गाइजो चिसो छ फोटो त खिचौँ न राई फोटो त खिचौँ न बोला है यो कति हजारको मजा रे राई राई खिच्छ नि राई हाम्रो राईहरू त प्रायः जान्छ है चरा आयो चरा आयो है चरा आउँदैछ है ल है
कहाँ यो भित्र गयो भित्र छिर्छ ल ल ल यो भित्र छिर्छ त्यहाँ घुमाउँछ होला 다른 동작으로 기념 촬영 종각상을 하셔야 됩니다. 자, 아래쪽에서 위쪽으로 카메라 셔터들을 한번 돌려주시고 आमामा 올려다보세요. 와 यो कहाँ यो भित्र छिर्छ भित्र छिर्छ 꼬리만 들고 자라는 है कहाँ यो यो मोबाइल छ मोबाइल बवाल छ बवाल छिर्छ छिर्दैन यही सब मात्र छिरेको होइन त्यो त सानो भोटमा त त्यही त छिरेको होइन भित्र सानो भोटमा त छिर्छ 주변에 파도가 2-3m 있다고 ल हामी फाइनली ब्याक भयौँ है 이렇게 आहा ए 아름다운 십자동굴 지집은 아예 생각조차 할 수가 없고 여러분께서는 높은 파도의 심한 뱀을 위해 सेकिया들이 나가는 곳이 यहाँ भिडियो बनाउनु है ए म बनाउँदैछु त 여러분들께서는 정말 좋은 바다 날씨 되기를 भएकै छैन ल यहाँ यहाँ चाहिँ बबाल हुने रहेछ फोटो खिच्दा खै एउटा खिचौँ फोटो खिचेर बस्छ र चटान चटानले सेल्फी हान्नु त मलाई एउटा फोटो खिच्दैन ल ल छिटो 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 ल आहा यो नि त थाहा भनेको कायो कायो है ओहो ल राईले पुरा सेल्फी हान्दैछ भयो दुईजना लान ल मलाई नानालाई ल भयो मल्लाङ कसले क्यामेरा हेर्न भएन मिलो जाँदा दुईजनालाई ल तिनजना 0.5 राई हुन्छ नि क्यामेरा हेर्नु है भएन क्या अब कहाँ फर्केको अब 하고 ठाउँ त के बवाल छ 있는 모양으로 꼭 닮아 보인다 하여 신랑바위 아래쪽에도 보세요. 꽃담게 솟아 있는 바위가 보였었답니다. 날라리 서 있었는데 파라오 태풍 때의 그 무서운 파도가 신부의 거리를 동강내어 쓰러뜨리고 이제 순간 혼자만도 거리를 이끌어서
अपना पास कुछ नहीं है यसलाई चाहिँ भिडियो बनाउनु वही में क्या चलेको राई त्यहीमा यो त यस्तो कुछ नि यस्तो कुछ हो भित्रदेखि सट्टै उता पुग्छ यो त भित्रदेखि उता सट्टै छिर्छ आइपुग्यो फाइनली अब हामी कहाँ हो होइन आइपुग्यो जाङसम्मदेखि चढेको लगभग कति मिनट लाग्यो होला लगभग आधा घन्टा जति अब आइपुग्नुलाई अनि यतातिर चाहिँ सिन यस्तो छ 자, 바이섬 꼭대기 동그랗게 솟아있는 게 사람의 머리 모양. 앞쪽에도 몇 비쯤 아유 둥가를 कसरी बसेको छ 손바닥 두 손을 꼭 모아서 가슴에다 합장하고 무언가를 비쯤 यसरी 둥가हरू यसरी बसेको छ 하여 기도하는 선녀. 좋은 감상 많이 하시고요. 다시 한시 방향에 나타나는 저 바이섬이 중강의 유명한 사자바이. 사자가 머리만 물밖으로 밀어놓고 고요하고 있는 형상과 닮았다 하여 사자바이. 사자의 모양을 닮은 쪽에 보세요. 이빨같이 바이석순이 흘러있고요. 저런 게 3개가 더 있었는데 그 3개는 나이를 먹다 보니 홀라당 빠져가 버리고 이제 저렇게 하나만 남아있고요. 일출과 월출 시에는 두고 있는 듯하다 하여 관악이라 이렇게 부르고 있습니다. 오늘 여러분들 스마트 선상에서 이렇게 해금강을 한 바퀴 다 돌아보셨고 여러분들은 오늘 해금강 산강강 1000% 하고 가신다 이렇게 생각하시면 됩니다. 그렇게 보기 힘들다는 십자로를 동서남북을 다 지니면서 감상을 하셨기 때문이죠. 자, 이제 모두 하늘로 들어오셔서 아래 정차석을 이용하시고 배도 보타니아 하선하실 하선 준비들을 하시기 바랍니다. 전부 안으로 들어오세요. आइयो फाइनली है खै त दुईजना 거제 시민? 네. 거제 시민? 네. 저 가서 한불 하면 돼, 한불. 거제 시민 한불 쳐. 네, 감사합니다. यो चाहिँ खदेसी हामीलाई चाहिँ अब कति उठिन्छ अरे छुट्टिन्छ अरे अब टिकट कहाँ राख्यो यो एलियन कार्ड चाहिन्छ चाहिन्छ खै दुईजना केटाहरू कति डिस्काउन्ट हुन्छ है ल फिर्ता ओ त्यो आउला कति छुट भयो राई ए पैसा त कमै आयो त के त कति आयो 44,000 हामी त फ्रीमा हो कि क्या चढ्नु 40,000 आयो होइन खदेवासीलाई फ्री हो कि क्या 40,000 ल है हाम्रो ठ्याक्कै 40,000 आएको छ है पैसा सरन च्याम्जोङ हामीलाई चाहिँ 40,000 फिर्ता दिएछ है हामी खजेसीवासी भएको कारणले मारी पाती हान्नुपर्छ ल सोझो पार्टी हामी खजेवासी भएकोले 40,000 चाहिँ फिर्ता पायो है अब हामी चढ्दैछौँ है माथि यो कहाँ हो के को रुक्यो
त्यो जङ्गलमा बिचमा गाना बजिरहेको छ स्पिकर यति नै छ साइड बादरहरूलाई केटाको लाग्यो होला आहा के राम्रो फुल छ यार फोटो खिच्नु न ए यस्तो एकछिन है यो फुल देखाउँछु दाजु आहा यस्तो दामी फुलेको छ फोटो खिचिदिने यता चाहिँ पुरै फुलिसकेको छ त्यो बाजारहरू आउँछ भने त्यो सायद त्यो बजारको लागि सायद बाजारहरू आउँछ भने बजारको लागि सायद यो भित्र के छ दुईजना चाहिँ तलै अझै फोटो खिचिरहेछन् है हामी चाहिँ दाजुहरूमा अब निस्किँदैछौँ माथि यो कहाँसम्म जान्छ है खासै थाहा भएन फर्स्टचोटि आएको हो र यहाँ पुरा जङ्गलमा बसेर गुलेली हान्दैछ है यो के भन्थ्यो नि गाउँघरतिर हामीलाई यो के भन्छ गुलेली हो नि दाजु तर कला त मान्नै पर्छ यार होइन दाजु पुरै नाङ्गै बसेको यार तर बनाउँछ कत्रै बजना बनाएको क्या होइन दाजु यो ठाउँमा पुरा ऊ बुझिरहेको छ त किन ऊ माथि पनि छ दाजु हेर्नुहोस् यो स्पिकर यति नै बजिरहेको छ है यो किन हो यो जङ्गलभरि सब ठाउँमा ऊ राखेको छ साउन्ड बजिरहेको छ कि यो खास के को लागि हो त्यो थाहा भएन यता यहाँ फोटो खिच्ने ठाउँ दामी रहेछ दाजु बना छ ए वा पानी त पुरा निलो देखिन्छ त दाजु यहाँ भित्र जानु दिन्छ दिनमा यस्तो दामी बनाएको छ कि यस्तो दामी है पुरै फुलहरू झरेछ ओहो ठाउँ त यो पो त पुरा स्वर्गभन्दा पनि खतरा छ है आहा यहाँ फोटो खिचौँ न दाजु आहा साउदी कतारको जस्तो छ यो त ठाउँ साउदी कतारमा यस्तो छ दाजु त्यहाँ माथि दामी देखिने रहेछ त ठाउँ त त्यहाँ कहाँबाट छिर्ने हो यहाँ तल झर्ने ऊ त्यो बाटो त त्यहाँ रहेछ तर उता बाटो निस्किनु पर्ने रहेछ क्या नि जाउँ यताबाट जाउँ वैडो ए उता त्यहाँ आइसकेका छन् छिटो साथीहरू हराएर त्यहाँ आइसकेका छन् है यस्तरी पुरा सजा छ कि तिनीहरूले फेरि त्यहाँ फोटो खिच्न थाल्यो फाइनली हामी वेडोको यहाँ टप ठाउँमा आइपुगेका छौँ है अनि लगभग हामी एक घन्टा बाँकी छ अझै फुलहरू यसरी दाम बनाएको छ लगभग यहाँ यो समयभन्दा पनि साउन भदौतिर आयो भने चाहिँ एकदम बवाल देखिने रहेछ आजभोलि यो चैत वैशाख भएर खासै यो रुखहरू यहाँको घाँसहरू सुकेर यस्तो खासै हरियो देखेको छैन नि त यतातिर चाहिँ लगभग साउन भदौतिर आयो भने चाहिँ यस्तो दामी देखिने रहेछ है म गर्मी भएर ज्याकेट निकालेर बोकिरहेको छु अनि ए सिनहरू त यस्तो छ
तर बनाउनु चाहिँ बनाएकै हो कि यो यसरी बनाएको छ अहिले एक्लै फोटो खिचिरहेको थियो क्या पैँतालिस मिनटभित्र चाहिँ हामी तल पुग्नुपर्छ तल पुगेन भने चाहिँ जात छुट्छ त्यही भएर अब केटाहरू पुगिरहेछन् ठाउँ चाहिँ एकदम बवाल रहेछ अनि यतातिर तपाईँहरूको टाइम मिल्यो भने चाहिँ एकचोटि चाहिँ पक्कै घुम्न आउनु होला है फेरि टाइम मिल्यो भने चाहिँ फेरि आउनेछौँ घुम्नको लागि यहाँ फुलहरू यस्तो दामी छ अनि हामी त माथिसम्म जाने भनेको अनि टाइम भएन त्यही भएर अब मिसिन लगाएको है त्यो यतै बाटोमा जान्छ दाजु उल्टो होला यहाँदेखि चाहिँ झर्नुपर्ने हो क्या परदेखि यस्तो छिरेर केटाहरूले माथिदेखि ट्र्याक छोड्यो नि त टाइम छैन टाइम हो नि त्यहाँ यहाँ खास माथि पुग्ने ठाउँमा पुगेन कि होइन पुगेन यो त इन्ट्री अब एक्जिटमा एकैचोटि एक्जिटमा भेटेको क्या ल आजको यात्रा यहाँ आउने यात्रा समाप्ति भएको छ है अब हामी जाँदैछौँ हेलो गाइस यता हाम्रो दाजु टक्क लाएर अब हामी फर्किनु लाग्यो आजको घुमघाम यात्रा यही सक्यो यही समाप्त भयो है हाम्रो टोलीहरू घुमेर यता आइसक्यो हाम्रो टोलीहरू चाहिँ पुरा यहाँ पुरिरहेछन् अघि मैले फोटो खिच्ने बेला चस्मा तल राखेको थिएँ है चस्मा छैन हेर्नु पर्ला यहाँ मान्छेहरू पुरै ठाउँ ठाउँमा पुरै यहाँ लाइन छ आइसक्रिम खानेको लाइन मेरो चस्मा बेचिन्छ बेचिँदैन है दाजु है त्यो राखेको थिएँ कि अघि त्यो पोज फोटो खिच्ने बेला सायद बेचिँदैन होला मान्छे धेरै त्यो मैले अघि नै यहाँ ठ्याक्कै त्यो वाटरको छेउमा चाहिँ फोटो खिच्ने एउटा चस्मा राखेको थिएँ त्यो गुलिएर गएको थियो छ कि छैन है छ छैन कसले लग्यो कसले उठाएर लगेर यही हो आज झगडा हुन्छ होइन दाजु अब आज कस्तो लाग्यो त दाजु आजको घुमघाम फेरि हामी कहिले आउनुपर्छ त ल हाम्रो जहाँ ठ्याक्कै तल आइसकेको छ है हामी जाने जहाँ त्यही हो आइसकेको रहेछ फाइनल्ली अनि हामी झर्न लाग्यो त्यही त उता त्यो 1 घन्टा कहाँ फर्किन्छ त हामीलाई त्यो आहा कटिङ त तिमीहरूले धेरै ढिलो गऱ्यो क्या फोटो खिचेर तिमीहरूले एकै ठाउँ तिमीहरूले हामी माथि यहाँ कति माथि कति धेरै पर्ख्यो चस्मा नै हराइ गयो जुन रात मेरो चस्मा हरायो अघि त्यो फोटो खिच्ने बेला राखेको थिएँ त्यही बोक्रा मात्र भयो आज दान भयो चस्मा दान भयो आज यसमा लाइट छैन यो गिम्बलमा गिम्बल लाइट छैन यसमा किन्न पाउँछ होला होइन त्यो लाइट
फुल छ यस्तो दामी फुलेको छ 2-3 लाख मन पर्छ त्यो हामी आजको टोली 4 जना थियौँ है 3 जना गोर्खेहरू चाहिँ यता म एउटा गोर्खे यहाँ राईको छोरो त के हो कसको छोरो अरे राईको छोरो अझै पनि के भयो त्यो टुप्पामा पुगेको छैन त जान्छन् छिटो गएर रेडी छ कि हाम्रो जहाज चाहिँ फाइनली आउनु लाग्छ है यही जहाजमा अब हामी जाने अब फेरि आज घुमेर सकियो अनि यहाँ मान्छेहरू पुरा तन्नै ल्याएको छ अब फेरि हामी वेडोदेखि जाङसुङ फोतिर फर्किनु लाग्यो है मान्छेहरू त पुरै आइतबार चाहिँ तन्नै आउने रहेछन् आइतबार शनिबार पुरा अब यिनीहरू आउनु लागेको अब हामी चाहिँ फेरि तल जानु लागेको है फोटो खिच्ने मान्छेहरू चढ्ने छन् कहाँ हो केटा त्यो भर्खर आउनु लाग्छ नि है केटाहरू टोलीहरू यहाँ आइसकेका छन् कति मिनट छ अब आयो हाम्रो आएन हाम्रो त सुमा थियो त्यो जाऊ न त्यतातिर अर्को आइसकेको रहेछ हाम्रो जहाँ चाहिँ अझ आएको छैन है त्यही भएर हामी यतातिर घुम्न जाँदैछौँ अझ आएन छ हाम्रो जहाज चित्र त पालो नाच्छ त हो उता जाऊ न त्यहाँ त्यो गुफामा पानी गुफामा जाऊ न गुफामा जाऊ न त्यो गुफामा त्यहाँ ए मेरो सरी यिनीहरू सबै हो हाम्रो गाई चर रहेछ कि त्यो गुफामा जानु गुफा आजको यात्रा चाहिँ होस् रमाइलो भयो होइन गाइज योचोटि चाहिँ जेलमा बस्नुपर्छ है दुईजना तल 2 जना माथि ए फेरि माथि छर्मै जानुपर्छ त होइन छर्मै जाने हो
केही रहेनछ होइन खासै केही रहेनछ त्यतिकै बनाएर झ्याल त यस्तै होला होइन 10 वर्ष यहाँ थुनेर राखेपछि आमा त्यो त बट्काइन्छ नि त्यतिको त खासै केही रहेनछ मान्छे झुकाउने रहेछ राई खासै केही छैन आयो 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 जाऊ वेटिङ रुममा जाऊ अनि यो दिया छ नि त यो त्यो जहाज चढ्ने बेला यो दिन्छ अनि यो जस्तै प्रवेश कार्ड जस्तै हो है इन्ट्री यो टिकट जस्तै हो ठ्याक्कै त्यो जहाज चढ्ने बेला यो दिने रहेछ अनि अब यहाँबाट जाने बेला फेरि हामी यो देखाएर जाने ट्याक्कै चढ्ने कहाँ यहाँ माछा माछाहरू छन् त जाउँ 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 के जाउँ उतापट्टि छ हाम्रो उतापट्टि आएको छ कि आजको यो वैदोको घुमघाम यात्रा हामी सक्यो यो ठ्याक्कै हामी यो ठ्याक्कै यो देखाउने हो त्यहाँ यो देखाइसकेपछि इन्ट्री हुन्छ त्यसपछि जाने वेटिङ रुम फाइनली वेटिङ रुममा आइयो है सबै वेटिङ रुममा बसिरहेको नि त्यो पर आउनु लाग्यो होला पल्लो यहाँदेखि जालमा बस्ने मान्छे पुगिहाल्छ हामी फर्क्यौँ ल हो दाजु हामी त फर्किनु लाग्यो फर्केको हाम्रो टाइम भइरहेको किनिक्सुमा आइयो त हामी त सुमा त्यही त ल त दाजु साँझ भेटौँ ल तर हामी घुम्छौँ डाँडा घुम्दै गर्छौँ ल फाइनली आइयो है लो हाम्रो आउने यही हो माथि निस्क्यौँ बाहिर निस्क्यौँ क्या अहिले बिचैमा बसौँ पछाडि बसौँ यहाँ छ भाइ हाम्रो दाजु अझै आउनु भएको छैन आउनु भयो दाजु ल हाम्रो दाजु झन्डै आउनु भएको चाहिँ बल्ल बल्ल आइपुग्नु भएको छ ल हाम्रो पैसा सक्यो है आजको 25,000 सक्यो 25,000 सक्यो नि दाजु फाइनली 25,000 सक्यो है अब आइपुग्यो जाङसङको चाहिँ हामी ठ्याक्कै आइपुग्यो आजको
बुढाबाद जाने बेला चाहिँ अलिक घुमाएर लगेको थियो ठाउँ ठाउँमा। अहिले त बुढाबाद त छिट्टै ल्याएर लौ त गाइस, आजको हाम्रो यात्रा यही समाप्त भयो है। पानी जहाजको यात्रा त सकियो नि त। ल फाइनली हामी आइपुग्यौँ हाम्रो गन्तव्यतिर। आजको 25,000 फ्लिट्टै होइन। 남아 계시면은 출항했던 곳으로 곧장 돌아가겠습니다. 잠깐 기다리세요. टन्नै याद आउँदो रहेछ मान्छेहरू। त्यही बाटो जाने उता जाने हो कि दाजु? 안으로 들어오세요. 안으로 들어오세요. 방송 소리 좀 잘 들으세요. 자, 돌아갑니다 저쪽으로. 아, 여기다 다녀야 돼서. ल हाम्रो आज फाइनली पानी जहाजको यात्रा एकदम सकिएको जानकारी घोषणा गर्दै है। अब फेरि नेक्स्ट पलकमा भेटौँला भन्दै आजलाई ओके बाई बाई। अब हामी रुमतिर जानु लागेको।